तो अब यार शुरू करते हैं बिना किसी बकचोदी के। हेलो एभ्रिवान, आज चाहिँ हाम्रो माइती गोर्खा ट्रेनिङ सेन्टरको डोको हान्ने दिन रहेको छ र हामी चाहिँ यता हामी सिम्पानी गाइजहरू हो। हामी चाहिँ यति बेला हाम्रो उता होस्टेलमा जाँदैछौँ। दुईजना धावा गर्दा डोको बोक्दैछ भने मलाई कीर्तन आज खाली कुद्नेछौँ, केटाहरूलाई तनाउने छौँ। अहिले उता वार्मअप गर्ने बेला भेटौँ न त गाइज। ल है गाइज, हामी चाहिँ यता होस्टेलमा आइसकेको छौँ। यता हाम्रो गुरुजी रेडी छ, यता हाम्रो भाइ, यता हाम्रो धनकुरजी। आज हाम्रो कस्तो हुँदैछ हाम्रो डोको रोडहरू? एकदम बोबाल हुन्छ आज केटाहरूको रोडहरू। हाल्नुपर्ने भयो ल अहिले हामी चाहिँ जाने बेला भेटौँ ल। टक्क केटाहरू सब रेडी भइसकेछ। यता सिम्पानी गाइज नि आइसकेछ। ल है लाउरेहरू टक्क लाएर है गाइज, हामी चाहिँ अब भलामसम्म जाने तयारी छ यहाँ। गाइज भलाममा गएर भेट्नुपर्छ। हामी चाहिँ अहिले हिँड्दैछौँ। ल है हामी चाहिँ आउँदैछौँ। यता हिरोहरू छ पछाडि। ल पछि केटाहरू चाहिँ हामी भिआइपीहरू चाहिँ अगाडि आउँदैछौँ। यो चाहिँ हाम्रो टिकटकमा फिनिसिङ डे। केटा हामी चाहिँ भलामको पुलमा आइसकेको छ। केटा पुरा पुगिसकेको छ काली खोलाको पुल। ल यो कालो लगाएको भाइले चाहिँ माथि मन्दिरसम्म हान्ने रे होइन। मन्दिर भन्दा नि त्यो घन्टी बजाउने ठाउँमा। त्यसपछि चाहिँ सेकेन्ड म्यान चाहिँ यसले हान्ने ल। दुईजनाको टार्गेट है। ल केटा हो 50-50मा है। माथि मन्दिर भन्ने छ केटाले गेटसम्म हान्ने, त्यही पनि दुईटा भागमा छुट्याइसकेको छ क्या दुईटा छन्दाहरूले। ल ठिक छ के। गजब बेइज्जती है। ल केटा सुरु भइसकेको छ डोको। गयो केटा ल डोको टोलिएर गइसकेको छ। यता लास्टमा दुईजना प्योरमा केटाहरू अगाडि रन्किरहेको छ है। म पनि जाँदैछु। फर्स्टम्यानहरू अगाडि पुगिसकेको छ है। हामी चाहिँ सोल्टी यहाँ हान्दैछ। दिनु पर्यो केटा। आयो बल गर्यो सालो के भयो। ल तुनामाना ल यता हाम्रो भाइ स्टार आयो। यस्तै आयो मोहन भाइ, दिमेर भाइ दे इजी दे। ठिक छ। आधा मात्र जति गाह्रो भयो नि दे। ल पछि चिमखोलाले भेट्यो अर्को चिमखोलाले। ल यो दुइटै म्याग्दीको भाइहरू, दुइटै म्याग्दीको अरे केटाहरू है। चाहिँ भाइ नाम्लो बोको जाऊ। आधा मात्र जाऊ। औ भाइ औ केटा हिजै है। भाइहरू चाहिँ लगभग अगाडि ग्रुपहरू जाँदैछ केटाहरू। हल्का अप गर ल, हल्का अप गर। इजी होइन, नो एक्सक्युज। केटाहरू लगभग सबै आउँदैछ है। अगाडि 7जना गइसकेछ। इजी ल इजी। जाऊ केटा, नेभर गिभ अप। जाऊ अहिले चाहिँ ढोका हान्दैछ यहाँ। गाह्रो भयो। ठिकै भयो। ल किप गोइङ। आइसक्यो। भाइ आउँदैछ। लास उकालो इन्जल। ओ लास उकालो आइज। जाऊ गोलो। लास उकालो पछि पुरै ओह्रालो। यो पनि सबै ओह्रालो नहिँड न यार। हल्का चक्कर। जाऊ भाइ जाऊ। लास उकालो है। यहीमा जाऊ गयो नि धेरै छ। जाऊ। ल लास उकालो नहिँड, हल्का चक्कर। लास उकालो है हल्का कन्टिन्यू जग गरे नि हुन्छ। यहीमा गयो नि हुन्छ त, नछोड है।
लास्ट उकालो है के त त्यसपछि सब ओह्रालो लास्ट यो भाइ यही खप त यही खप जाऊ 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 मोइन जाऊ जाऊ हेर उता काट्यो हेर काट्यो त्यहाँ अब कम्पिटिसन गर नि दुईजना कम्पिटिसन गर के यार यो उकालो मात्र हो ल उसको त फेरि झोला नि दोको भन्दा गरुङको छ है तै पनि इजी दिइरहेछ यो उकालो है लास्ट उकालो हिमाल दौडी हल्का दौडी हल्का जान यो लास्ट उकालो त जति गाह्रो भयो नि जा भाइ एक राउन्ड हानेर आइज है खै भाइ खपाइ त्यसलाई भेलु त्यो त नक भइसक्यो त सिधै जा 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 मेरो भाइ लास्ट है यो उकालो पछि पुरै ओह्रालो बत्ती नि हो पर्छ चालो लास्ट उकालो है यो है पुरै सिनेमेटिक्स दिइराख्नु है पर्छ एकदम राम्रो छ है किचन तनाउ यसलाई ल है फर्स्ट म्यान आइसकेको छ बाग्लुङे भाइ जा बाबु जा जा लास्ट यहीँसम्म अफ गर अझै अफ गर अफ गर फाइनलिस्ट ल है सेकेन्ड म्यान आइसक्यो 2015 है दिलीप भाइ अफ गर अफ गर फिनिसिङ दिएको त्यो फिफ्थ म्यान ल सब गोलो मोइन भाइ आइसक्यो खोला फोनै खसाले ठिक छ केही भएन फोन त बन्छ मोबिन स्मरण भाइ राम्रो छ ल यो कुकुर पनि आइपुगेछ है तलाइनजी वेलकम छ ल बाबु तान 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 आइज भेलु भाइ आइज लभली लभली केटा डोको निकालिदेऊ केटाहरूले टक्क डोको हानेर सबले डोको यहाँ आइछ है डोको हानेको आइजहरू यहाँ छ पसिनै पसिनै डोको नहानेको तै पनि डोको हाने जस्तो नहक भयो ल यता सब भएको छ ल यो हाम्रो चाहिँ आजको डोको रेसको फर्स्ट म्यान तेजन घले 19 मिनट 20 सेकेन्ड हाफ है यो चाहिँ आजको त्यसपछि एन्जलले राम्रो हाने लगभग 20 मै छिर्यो सबले राम्रो हानेछ ल आज कोही छ अलि पछि नै आउनेहरू त सबले राम्रो हानिसकेछ है ल है यता छ हाम्रो तामाङ सर सेकेन्ड म्यान भयो ल है पर्जल राम्रो हानेछ है पर्जलले आज कति पर्जलले लगभग 21 तिर हानेको छ नआएको भएको छ मान्छे ल ठिक छ मलाई पठाउने के है त यस्तो राम्रो छ है यहाँको चाहिँ इन्भाइरोमेन्ट ल अब चाहिँ कुल डाउन ल केटाहरू टक्क कुल डाउन भनेर बेच्छ है ल केटाहरूको कुल डाउन चाहिँ अब सकिन लागिसक्यो डोको यहाँ छ यस्तो 20 मिनेटमा घर माथि 15 मिनेटमा हाने भने बल्ल 35 मिनेटमा हानिन्छ तिमीहरु यही 25 मिनेटमा हास त्यही पनि 8 केजी 9 केजी हालेर कति 15 केजी हालेर यहाँ 20 मिनेटमा माथि 15 मिनेट 35 बल्ल 40 15 मुनि हान्दै डोको हानि राख्ने केटा हो आज दुख्छ अब आज हान्यो भोलि दुख्छ 1 महिना लाग्छ त्यसपछि बिस्तारै बानी पर्दै जान्छ त्यही अनुसार हान्नु मजाले टेस्ट इम्प्रुभ आउँछ बुझेको र डोको नहान्ने जसले डोको हानिराख्नु है पछि फाइनलमा पुगेला फेरि त्यतिखेला डोको फाइनलमा पुगेको भन्ने मात्रै हुन्छ फेरि बुझेको र त्योहरू बिस्तारै हान्दै गर्ने थोरै हाल्ने बरु बिस्तारै बानी पर्ने धारभन्दा धार आफ्नो धार दुख्छ
घाँस चाहिँ मालिस गर्ने बिस्तार बेलुका भोलि बस्छ मालिस गर्ने आज बेलुका तेल लाउने साथी आफ्नो पार्टनर खोज्ने गरेर आफ्नो पनि गर्ने अरू पनि गरिदिने बुझेको न ल आजको लागि चाहिँ डोको सकिएर केटाहरू फर्किँदैछन् यहाँ धावकहरू कस्तो कस्तो भयो आजको डोकोको एक्सपिरियन्स सुनम भाइको अस्ति गाह्रो गर्दा फर्स्ट टाइम थियो अनि गाह्रै भएर ल आफ्नो बारेमा केही भनिदेऊ के भन्नु हजुर दाइ आफ्नो नाम ठेगाना मेरो नाम सुमन गागा ठेगाना तनहु कतिमा हान्यौ आज आज लास्ट मेन 25 ल ठिक छ ल गाइज हामी चाहिँ डोको सकेर भर्खरै होस्टेलमा आइसकेको छौँ जस्तो भयो डोको हाम्रो कम्प्लिट भइसकेको छ हामी चाहिँ यहाँ आएर खाजासाजा खाएर नुहाइधुवाइ गरेर बसिसक्यौँ यता हुनुहुन्छ हाम्रो बडी बिल्डर कीर्तन यता हुनुहुन्छ हाम्रो पर्जल गुरुङ र यता हुनुहुन्छ साजन सापकोटा फ्रम बागलुङ ल के हामी अर्को भ्लगमा भेट्नेछौँ यो भ्लगलाई इन गर्न चाहन्छु गाइज